हामीहरू पानीपुरी च्यालेन्ज गर्नेवाला छौँ अनि हार्नेवालाले चाहिँ मिर्ची खान्छ यो पनि 10 वटा अनि जित्नेवालाले चाहिँ पैसा र ट्याङ पाउँछ जित्नेवालाले चाहिँ यो एक जुस अनि पैसा पैसा ल सुरु गर्ने ल पानीपुरी चाहिँ हाम्रो कतिवटा छ काउन्ट गरौँ त कतिवटा छ 1 2 3 एउटा ढले 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 21 22 22 वटा पानीपुरी छ अनि यहाँ पानीपुरीको पानी छ पानी चाहिँ एकपट्टि ओए पखाइदियो अब ल 1 2 3 गो फेरि तिमीले हारेपछि मैले हारे भनेर उयो चाहिँ गर्न पाइँदैन चुहे सबै पानीपुरी पानी बिस्तारै खाऊ न खाऊ के बिस्तारै हात नै हाल्ने हो तिमीले बिस्तारै खाऊ सर्किन्छ के सानो बिस्तारै खाऊ न केही हुँदैन के बिस्तारै किन हाट्छु भन्ने पिराले हो रुक कस्तो दुलो परेको पानीपुरी रहेछ जताततैबाट चुन्छ कसरी खानु हो ओझा टाइ भयो भने चाहिँ के गर्ने उति भयो भने के गर्ने नि उति भयो खान सकिँदैन जस्तो छ कोही घर बिहान त नै जुठो हाल्दै छोड्न पाइँदैन है त्यो पानी सबै फालेर त्यसरी खाएको जितेको हुँदैन है छोरी तिमीले झ्याली गर तिमीले झ्याली गर रचिदाले मैले सक्लो खाइदिन्छु उसले कच्चा कुच्चक बनाऊ मैं झ्याली गर्छु है गाइस हाय कति छिटो सक्ने Bobina. Bobina,
खै हेरौँ मैले पनि सकेँ त जितो कसले मैले मैले पनि जितेँ त नि हाम्रो चाहिँ यो पैसा पनि यो खोर्सानी चाहिँ हाम्रो कसैले खानु परेन यो चाहिँ होइन हामी चाहिँ बराबरी भयो हाम्रो 1000 दियो अब 2 जना बाट्ने आधी आधी 500 बाँड्ने पैसा चाहिँ हाम्रो आधी आधी हुन्छ है तिमीले झ्याली गर्यौ क्या मैले जितेको हुन्छ होइन मैले जिते अब के भन्नु छ भन भन अब दर्शकहरूलाई के भन्ने भन हामी धेरै दिन पछाडि आज भिडियो बनाउँदैछौँ है छोरी हो के भन्छौ त अब हाम्रो भिडियोलाई के गर्नुपर्छ यत्रो दिनसम्म लाइक गर्नु सब्स्क्राइब गर्नु र हामीलाई माया गर्नु हस् त धन्यवाद धन्यवाद बाई बाई